Hello everyone, this is me Asim Nakal. I was a software engineer in the United States. पहिला चाहिँ मैले सफ्टवेयरको बारेमा कोडिङको कामहरू गर्थेँ. अहिले चाहिँ म राइट नाउ क्लाउड कम्प्युटिङ पढाउँदैछु. मेरो स्पेशलाइजेसन चाहिँ मोस्टली आर्टिफिशियल इन्टेलिजेन्समा छ, साइबर सिक्युरिटीमा छ, लिडरसिप एन्ड डेभलपमेन्टमा पनि छ. सो मलाई चाहिँ साइबर सिक्युरिटीको फिल्ड एकदमै मनपर्ने रुचि भएको कारणले चाहिँ आई लाइक दि blue team of the cybersecurity field. So there are different kinds of teams हैन. एउटा चाहिँ तपाईको रेड टिम भन्ने पनि हुन्छ, ब्लू टिम भन्ने पनि हुन्छ. रेड टिममा चाहिँ हामी ओफेन्सिभ तरिकाले ह्याकिङ गर्छौं, एथिकल ह्याकिङ गर्छौं. ब्लू टिममा चाहिँ हामीले we are trying to fix the vulnerability. So there are so many applications going on in the different organizations. Different organizations हरुले चाहिँ त्यहाँ कुनै कुराहरु लीक भयो भने त्यहाँ चाहिँ टन्नै मान्छेहरु हायर गरेर we basically have कोडिङ बिङ डन हैन, हो त्यो हुनुपर्छ. त्यसपछि अर्को कुरा भन्दाखेरि तपाईको सफ्टवेयर इन्जिनियरिङमा पनि धेरै प्रकारका फ्रन्ट एन्ड ब्याक एन्ड डेटाबेसका कुराहरू आउँछन् हैन. त्यो डेटाबेसदेखि लिएर नो एसक्यूएल हैन, अनि त्यसपछि फ्रन्ट एन्डका कुराहरू पनि हामीले बुझ्नुपर्ने हुन्छ, ब्याक एन्डका कुराहरू पनि हामीले बुझ्नुपर्ने हुन्छ. अहिले हाम्रो डिफरेन्ट एआई आर्टिफिशियल इन्टेलिजेन्स आएपछि हाम्रो लाइफ धेरै नै इजियर भएको छ. वी हेभ जेमिनाई मोडल्स, वी हेभ ओपन एआई, वी हेभ एन्थ्रोपिक क्लाउड हैन. यस्तो मोडल्सहरूले गर्दाखेरि चाहिँ हामीले कोडिङ गर्नको लागि एकदमै सजिलो तरिकाले हामीले युज गर्न सक्छौं. सो राइट नाउ हामीले क्लाउड कम्प्युटिङको बारे पनि बुझ्नु एकदमै जरुरी छ. क्लाउड कम्प्युटिङ भन्ने बित्तिकै सबै कुरा हामीले पे एज यु गो बेसिसमा हामीले सबै कुरा पे गर्न सक्छौं क्लाउडमा. त्यो क्लाउडमा पे गरेको कुराहरूले हामीलाई चाहिँ एकदमै घरमा मेन्टेनेन्स कस्ट चाहिँ एकदमै रिड्युस डाउन हुन्छ. हामीलाई एकदमै सजिलो हुन्छ किनभने देयर आर सो मेनी पिपल हु आर मेन्टेनिङ द क्लाउड, दे आर मेन्टेनिङ द सर्भर्स एन्ड एभ्रिथिङ. सो क्लाउड कम्प्युटिङ, साइबर सिक्युरिटी, इमर्जिङ टेक्नोलोजी जस्तै आइओटी, इन्टरनेट अफ थिङ्स पनि एउटा इम्पोर्टेन्ट टेक्नोलोजीको कुरा हो. त्यसै गरी अरू बिग डेटा पनि वी हेभ सो मच अमाउन्ट अफ डेटा. वी हेभ अपाचे, हडुप, स्पार्क यस्ता सफ्टवेयरहरू युज गरेर हामीले चाहिँ यो कामहरू गर्न सकिन्छ. हामीले ब्रेक डाउन गर्न सकिन्छ. डिफ्रेन्ट टास्कहरूलाई ब्रेक डाउन गरेर वी क्यान एचिभ एनिथिङ वी वान्ट. थ्याङ्क यू.